वेलकम बैक गाइस, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा नेपाली ब्रोज। म हुँ एक्सन काफले र म हुँ प्रतीक राणा र म हुँ सृजन भण्डारी। म अनिश उप्रेती। आजको भिडियोमा हामीले बत्तल फ्लिप च्यालेन्ज गर्नेछौँ। यो च्यालेन्जमा हुनेछ 4 राउन्ड र हरेक राउन्डमा सबैजनाले 5 फ्लिप गर्नेछ र जसले सबभन्दा थोरै फ्लिप गर्यो त्यसले पाउनेछ मिस्टिरियस पनिशमेन्ट। त्यो पनिशमेन्ट थाहा पाउनको लागि भिडियो अन्त्यसम्म हेर्नुहोला। राउन्ड 1 स्टार्ट। राउन्ड 1 मा चाहिँ फर्स्टमा मैले फ्लिप गर्न गएको छु है त। मेरो फर्स्ट फ्लिप 0 out of 5 2 out of 5 0 out of 5 जिरै हुने भयो त र 5 चोटिमा मेरो एकचोटि मात्रै फ्लिप भयो र सेकेन्ड जानुहुन्छ म पछि अनिश दाई। ल हेर है त दाईको कति हुनेछ फ्लिप। 1 out of 1 नाइ 1 out of 2 yes 1 out of 3 yes 1 out of 4 अब त पर्दै पर्यो है। दाईको र मेरो इक्वल भयो ल है। र अब रहेको छ मेरो पालो। म सुरु गर्न गइरहेको छु। फर्स्ट ट्राई हेरौँ। फर्स्ट ट्राईमा एकचोटि भएको छ, फेरि एकचोटि ट्राई गरौँ। सेकेन्ड ट्राई अल्सो एन्ड थर्ड ट्राई। नो वरिज म्यान। थर्ड ट्राई हेरौँ। फोर्थ ट्राई। अब लास्ट ट्राई बाँकी रहेको छ। 4वटामा 3टा भइसकेको छ। अब लास्ट ट्राई बाँकी रहेको छ। हेरौँ के हुन्छ। तपाईँलाई के लाग्छ तपाईँहरू नि कमेन्ट गर्दै गर्नु होला। अब हेरौँ अब लास्टवाला। नो वरिज, तर 3जनाको भन्दा मेरो धेरै नै रहेको छ। अब रहेको छ प्रतीक दाईको पालो। स्टार्ट गर्नुहोस् दाई। ओ माई गॉड, फर्स्टमा एकदमै राम्रो। सेकेन्ड मिस भएको छ तर राम्रो। ओ मलाई जित्नु चाहिँ क्या हो यार। थर्ड र स्कोर रहेको छ सिजनको 3, प्रतीकको 3, मेरो 1, दाईको 1। हामी दुईजनाको 1-1 भएको छ। त्यही भएर अब हामी दुईजनाको कम्पिटिसन हुन्छ। ती 3 फ्लिप गर्छौँ। जसले सबभन्दा थोरै फ्लिप गर्यो त्यसले पनिसमेन्ट पाउनेछ। र फर्स्टमा अनिश दाई जानुहुनेछ। फेरि अब दाईको है 0 out of 3 1 त आउनुपर्छ है। मैले 1 ल्याएँ भने जित्छु है। ल मेरो 1 आयो भने जित्छु। लुजर हुनुभएको छ अनिश दाई। र यहाँ हेर्न सक्नुहुन्छ यहाँ चिट्टा छ। पनिसमेन्टको चिट्टा छ र दाइले एउटा चुज गर्नुहुनेछ यहाँबाट है। पनिसमेन्ट के छ हेर है। हेर एकछिन इट र टमेटो। ल है। ए मैले काँचो टमाटर खानु पर्छ। इट र टमेटो। ओके र यो टमाटर ओके, इन्ट्रेस्टिङ गर्ने छ। काँचो टमाटर पुरै खानु पर्छ मैले। पुरै हजुरलाई ल 50% दियो। 50% खानु, आधी खानु पर्यो। आधी खानु पर्यो। ल च्यालेन्ज मिठो छ दाइ। ल है ल पुरै खाइरहनु भयो यार। पुरै खानु मिठो लागेको दाइलाई। मिठो छ कस्तो खायो पनिसमेन्ट होइन, त्यसलाई ट्रिट दिए जस्तो यार। पहिलो राउन्डमा चाहिँ म दुर्भाग्यवश हार्नु पर्यो र मैले एउटा सिङ्गै टमाटर खानु पर्यो। ल राउन्ड 1 मा अनिश दाई हार्नु भयो र अनिश दाईले खान पर्यो सिङ्गै काँचो टमाटर। र राउन्ड 2 चाहिँ अब स्टार्ट हुन गएको छ। राउन्ड 2 मा चाहिँ दाईको फर्स्टमा बोतल फ्लिप गर्ने पालो। 1 out of 2 1 out of 3 1 out of 4 1 out of 5 है। योपालि पनि दाईको 1 out of 5 भयो। ल अब प्रतीकको पालो आएको छ। स्टार्ट। 0 out of 1 0 out of 2 0 out of 3 0 out of 4 मेरो पालो थर्ड रहेको छ। ल हेरौँ है मैले कति ल्याउने छु। ओके ल यो मेरो फर्स्ट फ्लिप रहेको छ। 1 out of 1 भयो है। ल है नाइस 1 out of 2 म सेभ है। मेरो हाइएस्ट छ है। 3 मा 2 आएको छ। 4 मा 2
म चाहिँ सेफ छु है योपालि। ल म अब सुरु गरेँ। मेरो फर्स्ट अब हेरौँ के हुन्छ। धेरै ओभर कन्फिडेन्स नै हुनु हुँदैन गाइस, त्यही भएर म के गरेको केही छैन। मेरो थर्ड ट्राई, अझै 3 ट्राई बाँकी। 0 है, 2 मा 0 ट्राई बाँकी छ। 3 मा 1 आयो। म है ल लास्ट चाहिँ भएन है, मेरो सेफ चाहिँ भयो। सेफ छ भइसक्यो। इक्वल है, योपालि पनि इक्वल भयो। यो राउन्डको लुजर रहेको छ ऐसा मत करो मेरी जान। त्यसै गरी सेकेन्ड राउन्ड पनि सकिएको छ र हामीसँग अब अझै 4वटा चिट्ठा रहेको छ। अब प्रतीक दाइले 4टामा एउटा थुत्नुहुन्छ र जे नि पर्न सक्छ। ल एक्सन दाइ, प्रतीक दाइले चिट्ठा दिनुहोस्। एउटा चुज गर है, के पर्छ है त। प्लिज के पर्यो है, के पर्यो यस। प्रतीक सेकेन्ड राउन्ड हारेको भएर यो अन्डा प्रतीकको टाउकोमा जानेछ है। मैले चाहिँ रेडी प्रतीक रेडी छौ? रेडी छौ नि? ल है त। पहिले मिलेर बसेछ क्लोज अप सट है, क्लोज अप। यता 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 एकचोटि ल राउन्ड 2 मा प्रतीकले हारेर प्रतीकको टाउकोमा अन्डा फुटेको छ र राउन्ड 3 स्टार्ट भएको छ। राउन्ड 3 मा चाहिँ प्रतीकले स्टार्ट गर्नेछ है। 5 फ्लिप है, कति आउँछ। ल प्रतीक स्टार्ट गर राउन्ड 3 है। 0 फेरि प्रतीकले पाउँछ क्या हो। 0 अब राउन्ड 3 को सेकेन्डमा मैले फ्लिप गर्न गएको छु है त। पानी घटे जस्तो छ, झन् गाह्रो हुन्छ यार। 1 है, म सेफ भएँ है, म सेफ भएँ। 3 मा 1 है। 5 मा 1 छ तर म सेफ छु है, म सेफ छु। ल अब दाइको पालो। लन्च त स्टार्ट गर्नुहोस्। 0 3टा कन्टेन्ट। 4 मा 0। यो राउन्ड चाहिँ इन्ट्रेस्टिङ हुन्छ है। ल अब रहेको छ मेरो पाली। म फर्स्टबाट सुरु गरेँ। माई फर्स्ट भएन, नो वरिज। अझै 4 बाँकी छ। यसको मलाई नि लाग्दैन कि मेरो 0मा हुन्छ जस्तो लागिरहेको छ मलाई है। 1 आयो, सेफ है। सेफ भयो। 3 मा 1 है। सक्छ। 4 मा 2 है। अब लास्ट बाँकी रहेको छ होइन। हेरौँ अब ट्याक्क पुरै सेफ साइड गरिसकेको छ रे रिजन। केही छैन। अब रहेको छ अनिस दाइ र प्रतीक दाइको पाली। दुईटैको 0-0 आएको छ र आउट अफ 3 मा जसले सबभन्दा बढी ल्याउँछ त्यसले जित्ने छ। स्टार्ट गर्नुहोस्। 1 मिठो है, एकदमै मिठो। 2 मा 0, 2 मा 1 है। 3 मा 1 है। 2 ल्याउनु पर्छ है तिमीले जित्नलाई। 0 लास्ट चान्स है दाइ। 0। ल फेरि यो राउन्डको लुजर पनि प्रतीक छ है, लुजर है। अब है चुज गर्यो है। क्यामेरालाई देखाइदिउ के पर्यो। के पर्यो? डु 10 पुसअप है। ल 10 पुसअप गर्नुपर्ने भयो। प्रतीक दाइले चाहिँ 10 पुसअप गरेको छ र इजी नै छ त्यही नै। ल प्रतीक दाइलाई स्टार्ट गर्नुहोस् तपाईँको पुसअप। 2 3 4 5 6 7 8 9 10। ओके ल र हाम्रो अब फाइनल राउन्ड आइसकेको छ र हामीसँग रहेको छ 2टा चिट्ठा। तर हामी 1 राउन्ड मात्रै खेल्नेछौँ र यसपालि चाहिँ हुन्छ त अब लास्टको 2 जना हुन्छ त। लास्टको 2 जनाले च्यालेन्ज कम्प्लिट गर्नुपर्नेछ र 2टा च्यालेन्ज बाँकी छ। अब कोदेखि सुरु गर्ने? कोदेखि? अब 2टामा अब प्रतीक दाइदेखि सुरु हुन्छ। 5 चोटि। 0 आउट अफ 5, 0 आउट अफ 2, 0 आउट अफ 3, 0 आउट अफ 4, 0 आउट अफ 5 है। ल 1 ल्याउनु पर्छ है जित्नलाई है। 0 2 मा 0, 3 मा 0, 4 मा 0,
0 र लास्ट 5 मा 1 आयो है ल दाइ हेरौँ अब ट्याक्क अब लास्टको च्यालेन्ज नपरौँ भन्ने छ है अब 2 ल्यायो भने सेफ हुन्छ है सिर्जनले ओके 2 हैन 1 फर्स्टमै गर्थ्यो है 2 मा 1 है 3 मा 1 4 मा 1 लास्ट 2 सेफ छ है अब सिजन सेफ भइसक्यो ल मेरो पालो छ है लास्टमा अनिस दाइको 1 छ प्रतीकको 0 छ र सिजनको 2 छ है मैले 2 ल्याएँ भने सेफ 1 भयो भने दाइसँग ड्र हुन्छ 0 ल्याएँ भने म र प्रतीक हार्छौँ है ल हेरौँ 1 आउट अफ 2 1 आउट अफ 3 ल 2 आउट अफ 4 है सेफ है ल एक्चुअली सेभ हुनु भयो म पनि सेफ ल भयो अब दुईटाको रहने छ है अब लास्ट दुईटाको यो राउन्डको लुजर चाहिँ प्रतीक र अनिस दाइ हुनुहुन्छ सुरुमा प्रतीकले चिट्टा थुत्ने छ र लास्टमा चाहिँ अनिस दाइले चिट्टा थुत्नुहुन्छ लेट्स गो ल प्रतीक थुत एउटा प्रतीकलाई के पर्छ है के पर्यो यो धेरै राम्रो नि इटेन ओनियन ओनियन अब यो राउन्डको लुजर प्रतीक भएको हुनाले प्रतीकले ल यो प्याज खान पर्छ है यो 50% जति खान पर्छ एक बाइटमा खान्छ कि कतिमा खान्छ थाहा भएन यसको मिनिमम 50% खानु पर्ने छ है ल प्रतीक यो खाएर देखाउ ल तिम्रो पनिसमेन्ट है यो त्यो खाला के ठिकै छ है ल अब 50% है I don't think it's 50% है अझै एउटा बाइट अझै एउटा बाइट पर्ने छ है पुरै ल निलेर देखाउनु त पुरै चबाउनु क्यामेरामै खाना पाल्न पाउँदैन है। यो प्याज किन भयो र प्रतीक दाइको सकिसकेको छ है अनिस दाइको बचेको छ गेट स्ल्याप फ्रम रोटी र फाइनल राउन्डको अर्को लुजर अनिस दाइ हुनुहुन्छ दाइको पनिसमेन्ट चाहिँ रोटीबाट एक स्ल्याब खानुपर्छ होइन 3 2 1 यो चाहिँ वेस्ट हुँदैन है यो हामीले स्ट्रिट डगलाई गएर दिने छ है। आजको भिडियोलाई यति नै र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सब्स्क्राइब गरेर नोटिफिकेसन अनमा राख्नुहोस् रमाइलो भिडियो हेर्नको लागि द्याट्स इट फर टुडे।